आज हामी नर्थ सेन्टिनेल आइल्यान्डको बारेमा कुरा गर्दैछौँ, जहाँ चाहिँ हजारौँ वर्ष पहिला बस्ने मान्छे जस्तै बस्ती अहिले पनि रहेको छ। वनमान्छे भन्दा पनि फरक पर्दैन। यो चाहिँ एकदमै मिस्ट्री नै भएको छ है। पहिला पनि यो भिडियोहरू आइरहेको हुन्थ्यो र आज मैले फेरि लिएर आएको छु त्यही विषयमा। यो चाहिँ सन् 2018 को कुरा हो, जहाँ चाहिँ अमेरिकन केटा एउटा जोन एलेन नाम गरेको चाहिँ इलिगल्ली होइन घुम्न गएको थियो त्यही नर्थ सेन्टिनेल आइल्यान्डमा चाहिँ। अनि ऊ चाहिँ के गर्दा फेरि ऊ चाहिँ एउटा उनीहरूलाई चाहिँ क्रिस्चियनमा कन्भर्ट गर्छु भनेर उसले एउटा भनौँ न एउटा मेलमिलाप गरौँ उनीहरूसँग साथी बनाऊँ भन्ने खालको विचारले त्यहाँ गयो। तर भयो के भन्दाखेरि उसलाई चाहिँ बदलामा उनीहरूले अट्याक गर्यो। उनीहरूसँग चाहिँ त्यहाँ आफूले नै बनाएको एउटा हतियार लामो चुच्चो एरो जस्तोले चाहिँ अट्याक गर्यो। त्यसपछि ऊ घाइते नै भयो, धेरै ठाउँमा उसलाई चोटपटक लाग्यो र त्यो चोट सहन नसकेर उसको मृत्यु भयो र ऊ घर फर्किन पाएन। यहाँको मान्छेहरूसँग भेट्ने अनेकौँ प्रयास भयो। त्यसमध्येमा मधुमाला भन्ने एउटा केटी चाहिँ पहिलो व्यक्ति बने जो चाहिँ नर्थ सेन्टिनेल आइल्यान्डको मान्छेहरूसँग कन्ट्याक्ट गर्न र केही खानेकुराहरू लिएर गएको थियो। उनीहरूले एउटा ग्रुपमा गएको थियो र त्यति बेला चाहिँ सफल भयो। म्यापमै हेर्ने भयो भने पनि यो चाहिँ एकदमै आइल्यान्ड, अब यो समुद्रको एकदम बिचमा हतपत नदेखिने ठाउँमा छ यो आइल्यान्ड चाहिँ, तपाईँहरू देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ अर्को एकचोटि यहाँ बोट पनि लगेको थियो र म्यापमा हेर्नु होला यो बोट अहिलेसम्म त्यहीँको त्यहीँ छ, कति वर्ष भइसक्यो। यो आइल्यान्डमा जति पनि मान्छेहरू गए है, पटक पटक मान्छेहरू यहाँ भेट्नलाई घुम्नलाई गयो, तर यहाँको मान्छेहरूले चाहिँ हरेक पटक चाहिँ गएको मान्छेलाई खेदायो होइन। खालि त्यो एरो लिने अनि कहिलेकाहीँ मात्रै खानेकुराहरू लिएर सफल भयो, नत्र इन्डियन गभर्मेन्टहरू पनि यहाँ गएर यिनीहरूसँग हात मिलाउन खोज्यो। तर यहाँको मान्छेहरूले चाहिँ बाहिरको मान्छे आउटसाइडरलाई चाहिँ यहाँ बस्न दिएन है। जहिले आए पनि लकाट्ने भएकोले गर्दाखेरि चाहिँ यहाँको मान्छेहरूले बाहिरको दुनियाँसँग कन्ट्याक्ट लेस नै भइसक्यो। यो हामीले गुगलमा हेर्ने हो भने चाहिँ ठ्याक्क यो आइल्यान्डको चाहिँ कति 60 किलोमिटर एरियामा फैलिएको आइल्यान्ड रहेछ होइन। यो चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। अनि यो एरिया चाहिँ रेस्ट्रिक्टेड नै भइसक्यो। अब यहाँ हरेकचोटि मान्छेहरू जाँदाखेरि असफल भयो। यहाँको मान्छेहरूले पनि भाषा नबुझ्ने र अरू मान्छेलाई पनि भाषा बुझ्न गाह्रो भयो। अनि प्राय मान्छेहरू घाइते हुने मर्ने भएर चाहिँ यो ठाउँमा रेस्ट्रिक्टेड गरियो।